जेलएसबी नेपालले ऐतिहासिक जित निकालेको छ र त्यसको लागि नेपालले 36 वर्ष कुर्नु पर्यो। आज नेपालले सिङ्गापुरसँग फ्रेन्डली म्याच जितेको छ र तपाईले गोल गर्नुभएको छ, कस्तो अनुभूति भइरहेछ? एकदमै खुसी लागिरहेको छ र मेरो गोल भन्दा नि सबै टिम कम्बिनेसन टिमवर्क राम्रो भएर यसको लागि सम्पूर्ण कोच टिममेट म्यानेजमेन्ट सबैजना र यहाँ उपस्थित सम्पूर्ण फ्यान र नेपालमा जति नि फ्यान हामीलाई सपोर्ट गरिरहनु भएको छ उहाँ सबैलाई थ्याङ्क यू भन्न चाहन्छु र यो मोमेन्टम हाम्रो कायममै राख्ने हामी एकदमै सक्दो कोसिस गर्छौँ र यो विनले एकदम उच्च मनोबलका साथ मलेसिया छ भने हामी उत्कृष्ट प्रदर्शन गर्ने छौँ। तपाईँले आशा गर्नुभएको थियो हामीले सिङ्गापुरलाई जित्छौँ भन्ने? त्यो मेन्टालिटी त सधैँ रहिरहन्छ जब नि अपोनेन्टलाई फेस गरिन्छ हामी विनकै लागि खेल्छौँ भनेर र हामी सुरु ट्रेनिङदेखि नै त्यही मेन्टालिटी र आज गेममा छिर्दादेखि नै त्यही मेन्टालिटीले छिरेका थियौँ र यो विन निकाल्न सफल भयो, यसको लागि एकदमै खुसी छ। यसपछि हाम्रो मलेसियासँग एएफसी छनौटको गेम खेल्दै त्यसको लागि तपाईँहरूको प्लान के हुन्छ? प्लान अब यही टिमवर्क यही एफर्ट हाम्रो कायम रहन्छ र यही जोसका साथ हामी मलेसियासँग प्रस्तुति दिनेछौँ र आशा छ हामीले एकदमै राम्रो प्रस्तुति दिएर विन निकाल्न सक्छौँ। थ्याङ्क यू।